तपाईहरुको लागि मैले एउटा महत्त्वपूर्ण जानकारी लिएर आएको छु। त्यो रहेको छ टिकटकमा पैसा कसरी कमाउने त। धेरै पनि मान्छेहरूले चेक गरिरहेको एउटा विषय हुन सक्छ, हाउ टु अर्न मनी फ्रम टिकटक। यस, यो साधारण चारवटा क्राइटेरिया छ यसमा। यस कम्युनिटी गाइडलाइन्सहरुमा चाहिँ चारवटा आवश्यकताहरु पूरा भएको हुनुपर्छ। नम्बर 1 मा तपाईको उमेर 18 वर्ष पूरा भएको हुनुपर्छ। तपाईको आईडी बनाउँदाखेरि 18 वर्ष पूरा भएको मात्र आईडी बनाउनु हो। नम्बर 2, तपाईको टिकटक आईडीमा फलोअर्स संख्या 10,000 पुगेको हुनुपर्छ। नम्बर 3, पछिल्लो 30 दिन भित्रमा तपाईको आईडीमा हालिएका भिडियोहरुको भ्युज 1 लाख कटेको हुनुपर्छ। नम्बर 4, कम्युनिटी गाइडलाइन्सहरु फलो गरेको हुनुपर्छ। स्ट्यान्डर्ड जुन नीति नियमहरु छ टिकटकको नीति नियमहरुलाई चाहिँ ब्रेक गरेको हुनु हुँदैन। अब त्यसमा के पर्छ भनेको अरूको भिडियो कपिराइट लागेको हुनु भएन। कतैबाट उठाएको सामग्री हाल्दाखेरि चाहिँ त्यसलाई एकदम एडिट गरेर कपिराइट नलाग्ने गरी हाल्नु पर्यो। अनि के हुनु पर्यो त फेक भिडियोहरु बनाउनु भएन, रियल हुनु पर्यो, रियल कन्टेन्टहरु हुनु पर्यो। अनि यो नियमहरु फेरि देश अनुसार फरक पनि हुन सक्छ। हस् त यो जानकारी तपाईहरुको सामु सम्पूर्ण साथीहरुलाई शेयर गरिदिनु होला। भिडियो हेरेको लागि धन्यवाद।